सामाजिक उत्तरदायित्वका लागि हाम्रो प्रयास। राजनीति यो सरकारमा रहेको अस्थिरता हुन्छ नि त्यसको प्रत्यक्ष प्रभाव चाहिँ समाज, स्थानीय निकाय, शिक्षा भएपछि मैले मेरो विद्यालयमा कतिजना विद्यार्थी राख्दाखेरि मैले गुणस्तरीय शिक्षा प्रदान गर्न सक्छु भन्ने वा मनोरञ्जन। आजभोलि नायक नायिकाहरूको कम्मर हल्लिँदैन कि क्यामेरा मात्रै हल्लेको देख्छु। कार्यक्रम एक सवाल अनेक, कार्यक्रम थ्री एन्जल्स बहस। नमस्कार, थ्री एन्जल्स टिभी हेरेर बस्नुभएका सम्पूर्ण दर्शकवृन्दमा हार्दिक स्वागत। मै वादन, म प्रस्तुता सूर्य परियार तपाईँको साथमा उपस्थित छु, क्यामराम्यान थमन दर्जीको साथमा। हामी कार्यक्रम थ्री एन्जल्स बहस लिएर उपस्थित भएका छौँ। हामी यस कार्यक्रममा विभिन्न राजनीतिक, आर्थिक, सामाजिक विषयवस्तुमा केन्द्रित भएर कुराकानी गर्ने गर्दछौँ र विशेष गरी थ्री एन्जल्स बहस भन्ने बित्तिकै हामीले बहसमा उठेका र ओझेलमा परेका विषयवस्तुहरूलाई पनि हामीले यस कार्यक्रममा समावेश गर्ने गर्दछौँ। आजको मेरो विषयवस्तु हो, खासमा कुनै पनि समस्या आएपछि त्यो समस्यामा केन्द्रित भएर कुराकानी गर्ने गरिन्छ, हाम्रो प्रचलन त्यो छ। तर हामी यस्तो खाले मुद्दामा केन्द्रित छौँ। हामी थ्री एन्जल्स टिभी मानव विश्लेषण विरुद्धको समाजको परिकल्पना गर्छ। त्यस कारणले त्यो मानव विश्लेषण विरुद्धको अभियानमा काम गर्दै गर्दाखेरि महिला, दलित, जनजाति, अपाङ्गता, सीमान्तकृत सबै खाले वर्गका आवाजहरूलाई यसरी समान ढङ्गले उठाउनुपर्छ भन्ने कुरालाई यस टिभीले विश्वास गर्दछ र यस टिभीको स्थापना पनि यसरी नै भएको हो। हुन त यसअघि हामी रेडियोबाट तपाईँको आवाजहरूलाई उठान गरिरहेका थियौँ भने अहिले टिभीको माध्यमबाट हामी जे होस् हामी श्रव्य दृश्य दुवै माध्यमबाट तपाईँको आवाजहरूलाई उठाउन सक्छौँ। कुनै पनि विषयवस्तुहरू समाजमा आइसकेपछि ती विषयवस्तुमा छलफल गर्नु भन्नुभन्दा पनि त्यो समस्या आउनुभन्दा पहिले नै त्यसका विषयमा कुराकानी गरिराख्यो अथवा बेला बेलामा ती विषयवस्तुको उठान गरिराख्यो भने सम्भवतः त्यसले अर्को एउटा अर्थ राख्छ। देशमा निर्वाचनको समय छ, प्रतिनिधि सभाको निर्वाचन आउनुको लागि अब ठ्याक्कै एक हप्ता बाँकी छ यो कार्यक्रम प्रसारण भएको मितिले कुराकानी गर्नु पर्दाखेरि। त्यस कारणले अब सबैजनाले हाम्रोलाई होइन राम्रो जिताउनुपर्छ भन्ने अभियानमा लाग्नु भएको छ। राम्रोलाई ल्याउनको लागि तपाईँहरूले कसरत जुन हिसाबले गरिरहनु भएको छ अझै कसरत गर्दै जानुहोस्, हाम्रो शुभकामना छ। एकजना जनप्रतिनिधि जो स्थानीय तहको पोखरा महानगरपालिका वडा नम्बर 16 स्थित का जनप्रतिनिधि हुनुहुन्छ। उहाँसँग म कुराकानी गर्छु। उहाँ जनप्रतिनिधि मात्रै हुनुहुन्न, जनप्रतिनिधि भएर जनताको लागि त्यहाँ त्यो वडाका बासिन्दाहरूको लागि काम गर्ने एउटा कुरा भयो। अरू साथीहरूले पनि कहाँ के समस्या देखाउनुहुन्छ, सकेसम्म आफ्नो बलबुतेले भ्याएसम्म उहाँले आफ्नो चाहिँ औँला दौडाउनुहुन्छ वा काम गर्नुहुन्छ वा त उहाँले लागि परेर त्यो गर्नुहुन्छ। त्यसको प्रत्यक्ष उदाहरण मैले भोगेको छु र मैले अरू साथीहरूलाई पनि सेयर गर्ने मौका पाएको छ। आज हामी उहाँसँग कुराकानी गर्दैछौँ। मूलत अब यो हामी जुन स्थानीय जनप्रतिनिधि भएर काम गर्दै गर्दाखेरिको अनुभव, हिजो आज जसरी यो संविधानले परिकल्पना गर्यो महिला, दलित सहभागिता अनिवार्यता जुन जसरी ल्यायो र त्यसरी नै ल्याएअनुसार असै काम गर्नको लागि कतिको सहज भएको छ भन्न पोखरा महानगरपालिका वडा नम्बर 16 का जनप्रतिनिधि मन्जु बस्यालसँग आज हामी कुराकानी गर्दैछौँ। मन्जु नमस्कार। नमस्कार, स्वागत छ यहाँलाई। हजुर धन्यवाद। आरामै हुनुहुन्छ? आरामै छु भनेर भन्नुपर्ने स्थिति भयो होइन? हजुर। उपचार गरेर आउनुभएको थियो भयो? 1.5 महिना जति। 1.5 महिना भयो। हजुर। कति समय हस्पिटल बस्नुभयो? बस्न त त्यही 5 दिन जति बस्नु। 5 दिन बस्नुभयो। हजुर। अब अघि पछिको बसाइ र यति बेलाको बसाइ चाहिँ के फरक हुँदो रहेछ? अब अघि पछि भनेको अब जस अहिलेको बसाइ चाहिँ अब काम छ होइन, आफू जिम्मेवार एउटा व्यक्ति म नहुँदा हो के हुने भयो भने जस्तो हुँदो रहेछ। अघि पछि चुनावको मुखमा होइन? चुनावको मुखमा, नत्र यति बेला म रेस्टमै हुन्थेँ। तर अब अहिले अब 1.5 महिना लगभग 16 गते बल्ल 2 महिना पुग्छ। तर म पहिले नै अलिकति स्ट्रङ भए जस्तै हिँडिरहेको छु। तपाईँको पहिला त कुनै पनि किसिमको अपरेसन भएको थिएन होइन? छैन, यो मेरो पहिलो पटक। र यो अब आकस्मिक रूपमा यो अपरेसन गर्दाखेरि जुन किसिमबाट अब 5 दिनसम्म हस्पिटल बस्नुभयो, दुखाइ त थियो, अप्ठ्यारो त छँदै थियो र होइन? तर अब सानो बच्चाहरू पनि घरमा भएको कारणले गर्दाखेरिमा तपाईँलाई त्यो अझ बढी शरीर दुखाइ भन्दा मन दुखाइ धेरै भयो। हजुर। होइन? ल ठिकै छ। भनेपछि अहिले क्रमशः औषधि लिइरहनु भएको छैन?
हजुर औषधि सेवन गर्नुहोस्, छिटो निको हुनुहोस्, जनताको काममा जसरी लागि पर्नु भएको छ त्यसरी लागि पर्नुहोस्, हाम्रो शुभकामना छ। हजुर धन्यवाद। अब लागौँ हाम्रा वडाका गतिविधितर्फ है। के भइरहेछ अहिले वडामा खास? वडा अब अहिले त अब देशको स्थिति कस्तो छ त्यस्तै छ भनौँ। वडाको स्थिति पनि अब हाम्रो वडा पनि एकदमै 1 देखि 33 वडामा सबैभन्दा क्षति भएको वडा हो। त्यही भएको भएर अहिले अवस्था अलिकति सुरुमा अस्तव्यस्त नै भयो भने अस्तव्यस्त दयनीय भए पनि त्यसलाई हामीले सुधार गर्दै जनताको काम गर्न भनेर, सेवा गर्न भनेर हामी निर्वाचनमा होमिएर विजेता भएर आइसकेपछि हामीले जसरी साम दाम दण्डभेद जसरी हुन्छ हामीले जनताको सेवा दिनुपर्छ भन्ने उद्देश्यले हामी चाहिँ फिल्डमा उत्रेर आफूलाई जस्तो असहज भए पनि हामीले चाहिँ काम देशमा सुशासन हजुर हैन कायम होस् अथवा जनताले चाहेको जस्तो अथवा हजुर जेनजी मुभमेन्टले जे खोजिरहेको थियो हजुर त्यस्तै हुन सकोस् भनेर लागि परिरहेको छ है। हजुर भनेपछि त्यस्तो होला कल्पना गरौँ। होइन सुशासन छ तर कसले मान्ने कसले नमान्ने भन्ने हो। देशमा त्यो त्यति भ्रष्टै भइसकेको सबै सकिसकेको चाहिँ होइन देश होइन। तर कसले कसरी सोध्छ कसले कसरी लिन्छ भन्नेमा भर पर्छ के। अब मान्छेले आफ्नो आवश्यकता हेर्दा अब आफूलाई तत्काल केही इमर्जेन्सी पर्यो हामीले त्यहाँ नियमका कुरा गऱ्यौँ भने त्यति बेला उहाँहरू सुशासन पनि भङ्ग गर्न तयार हुनुहुन्छ। अब जब आफ्नो काम सक्यो अब त्यहाँ छैन भने सुशासन भएन यी जनप्रतिनिधि हामीले भोट दिएर विजेता भएका हाम्रा काम नगरिदिने भन्ने पनि गर्नुहुन्छ। हामी त विजेता भएर गइसकेपछि निर्वाचन आयोगले हामीलाई तपाईँ विजेता हुनुभयो भनेर प्रमाणपत्र दिइसकेपछि त हामी एउटा नियममा हुनसक्छ हिजोको दिनमा हामी उम्मेदवार हुँदा एउटा पार्टीको झन्डा बोकेर हिँडे पनि जब हामी विजेता भयो त्यसपछि हामीले त्यो झन्डाले दिएको कुरा भन्दा पनि हामीले जनताको आवाजलाई सुनिश्चित गर्छौँ भनेर गइसकेपछि त हामीले त्यो काम गर्छौँ। तर त्यहाँ पनि हाम्रा धेरै नियमहरू हुन्छन् नि त। अब हाम्रा विभिन्न किसिमका ऐनहरूमा टेक्नुपर्ने हुन्छ। कतिपय अवस्थामा फेरि हामीले जनताले माग गरेका कुरा पुरा गर्न नसक्दाखेरि अनि यिनीहरू भ्रष्टाचारी छन्, यिनीहरूले काम गर्दैनन्, यिनीहरूलाई हामीले भोट दिएर जितेर आएको पनि हामीलाई भने जस्तो गरेनन् भन्ने त्यो लालसा चाहिँ आउँदो रहेछ। अब तपाईँको वडामा के भयो कसो भयो म अरू कुरा जान्दिनँ तर देशमा के चाहिँ भएको भने लाइसेन्स बनाउँदाखेरि कतिपयको लाइसेन्स बनाउँदाखेरि छ नि अब त्यो साइडबाट घुसपैठ गरेको आधारमा लाइसेन्स बन्ने तुरुन्तै बन्ने त्यसो गरेर सकिने भने समय लाग्छ भन्ने यो पुगेन भने त्यो पुग्यो भन्ने गरेको अथवा वडामै पनि कतिपय कुराहरूमा बजेटहरू चाहिँ बाँडफाँड गर्दाखेरि कतै कसको राजनीतिक आधारमा कसको पहुँच पुगेर हुने त्यो गतिविधि हामी देखिरहेकै हो नि होइन। भरे तपाईँको वडामा के भयो के भएन म जान्दिनँ होइन। तर देशमा त्यो अवस्था त हामीले देखेकै हो नि त। चाहे त्यो कास्की जिल्लामा होस् चाहे त्यो अन्य जिल्लामा होस् चाहे गण्डकी प्रदेश होस् चाहे अरू प्रदेश होस् देखिरहेकै हो नि होइन। अनि हामीले आवाज उठाएको भएर त अनि जस आज हामीले आवाज उठाएको भएर पनि हो जेनजीले त्यो एउटा परिवर्तन खोजिरहेको पनि थियो। देशमा सामाजिक सञ्जालहरू बन्द थिए अनि त्यो सँगसँगै सुशासनको अनि भ्रष्टाचार मुक्त समाजको न्यूनीकरणको कुराहरूलाई लिएर उनीहरूले जेनजी मुभमेन्ट थालेको त हो नि। हजुर त्यसपछिको परिस्थिति जेनजी पछिको परिस्थितिले गर्दाखेरि अब अहिले देशमा यो अवस्था आयो हजुर होइन। हजुर जेनजीको मुद्दालाई कसरी हेर्नु भएको छ तपाईँले? होइन ठिक छ उहाँहरूको माग चाहिँ म एकदमै पोजिटिभ लिन्छु होइन। म नि एक खालको एउटा युवा महिला नै हो, त्यसमा महिलामाथि पनि दलित महिला हो। उहाँहरूको मागलाई उहाँहरूको सुशासन देशमा सुशासन कायम गर्ने भ्रष्टाचारलाई कम गर्ने होइन यो त राम्रो हो नि। यो उहाँले राखेको कुरा मागहरू राम्रो हो। उहाँले काठमाडौँमा हामी यसरी जुलुस गर्दैछौँ भनेर सिडिओ कार्यालयसँग हामी शान्तिपूर्ण तरिकाले होइन गर्छौँ भनेको पनि राम्रो हो। तर अब बिचमा त्यहाँ कसको नियत के भइदियो अलग्गै खालको त्यो हामीले सोचेका पनि थिएनौँ। त्यति बेला मेरो भाइ पनि जापानबाट आउँदै थियो होइन। एउटा युवा उसले आफ्नो जापानको एउटा प्रोजेक्ट लिएर आउँदै थियो कि त्यति बेलाको मुभमेन्ट हेर्ने हो भने मलाई त देशको मात्रै होइन इन्टरनेसनल पनि टेन्सन थियो त्यति बेला। मेरो भाइले नै जापानको थाकामाचु सहरको सिइओ लिएर आएको थियो होइन।
टिम थियो उहाँसँग 6-7 जना उहाँलाई जोगाउन पनि मलाई अर्को फेरि ठुलो चुनौती भएको थियो कि अनि त्यही भएको भएर जनताले जेनजीले मागेको मागहरू गलत त म भन्दिनँ होइन तर कतिपय अवस्थामा के हुने रहेछ भने नारा जुलुस नै उपयुक्त हो भन्ने चाहिँ त्यो चाहिँ मलाई गलत लाग्यो कि किनभने त्यत्रा मान्छे ल्याएर त्यत्रा विद्यार्थी ल्याएर आखिर कतिका त बाबुआमा घरमा छन् छोरा कलेज गह भन्ने अवस्थामा रकतामै हुनु पर्यो नि त उहाँहरूले मृत्यु वहन गर्नु पर्यो त्यो चाहिँ अलिकति मेथड गलत थियो कि भन्ने मान्छे जेनजीको माग सही हो तर तरिका चाहिँ आक्रोशमा जानु गलत हो कि भन्ने मलाई लाग्यो त्यसलाई पनि बसेर जेनजीले गरेको हैन फेरि बढी आक्रोश चाहिँ होइन त्यही त त्यसमा घुसपेट भयो त्यसमा धेरैले फाइदा अब त्यसमा अब म एमाले सरकारबाट जितेको एमाले लियो होला काङ्ग्रेसले लियो होला अरू अन्य पार्टीले पनि लियो होला त्यो त होइन एकले अर्कोलाई घुँडा टेकाउन थियो यही बदला तिर्ने मौका हो भनेर उहाँहरूले त्यो गर्नु पनि भयो होला त्यो त अर्काको काँधमाथि राखेर बन्दुक चलाउने मान्छेको प्रवृत्ति नै हुन्छ त्यो त भयो होला तर कति 76 जना हाम्रा बालबालिकाहरू हामीले गुमाइराख्दाखेरि म पनि एउटा आमा हो एउटा आमाको मन त मानेको त छैन अहिलेको यो चुनावले भलै सबैजना म पनि भोट माग्दै अब कसैलाई समर्थन गर्नुपर्छ भन्दै हिँडे पनि त्यो मेरो मन त खुसी त छैन होला नि किनभने हामीले हाम्रो कार्यकाल पुरा गरेर होइन आफ्नो कुराहरू एजेन्डा राम्रोसँग प्रस्तुत गरेर जान पाएको भए अनि नपुगेकोमा तिमीहरूले यो बाचा गरेको थियौ यो गर्यौ अहिले भएन भन्न पाइन्थ्यो होइन अब कहिले कसको लडाइँ गर्दा गर्दै देशले अहिले यो यस्तो युक्रेन जस्तो स्थितिमा पुगिसकेको छ 30 वर्ष पछाडि पुगिसकेको छ नि त हरेक कुरामा कागजी कुरामा अब 76 जना बालबालिका गएको त क्षति छँदैछ त्यो भन्दा पनि देशले संरचना पुरै देशको स्ट्रक्चरहरू त्यस्तै भएको छ भने कागजी भूमिहीन सुकुम्बासीका कुराहरू उठान गरिएको थियो विभिन्न कागजपत्रहरू उहाँका वडाहरूमा थिए विभिन्न अहिले जग्गा सम्बन्धी विभिन्न समस्याहरू थिए तिनका निवेदनहरू थिए कतिपय अवस्थामा धेरै कुरा पञ्जीकरणका कुराहरू कति कागजपत्रहरू त्यहाँ थिए ती सबै जलेर ध्वस्त हुँदा अहिले मान्छेहरू एउटा श्रृङ्गारविहीन एउटा महिला कस्तो हुन्छ त्यस्तै श्रृङ्गारविहीन अथवा केही कागजपत्र नभएको एउटा बाहिरी आवरण मात्रै भएका वडा कार्यालयहरू भएको छ होइन विभिन्न स्थानीय निकायहरू भएको छ कहाँबाट सुरु गर्ने के गर्ने अब जनताले त भोलिपल्टैबाट माग गरिहाल्छ त्यसलाई कसरी परिपूर्ति गर्ने एउटा जवाफदेही स्थानमा आफू भएको हुँदा अलिकति असहज चाहिँ महसुस भएको छ कहिले निकास पाउने हाम्रो देशले होइन अब मलाई चाहिँ भ्रष्टाचार अब घट्छ जस्तो लाग्दैन झन् बढ्छ जस्तो लाग्छ क्या होइन त्यस्तो भयो भने त जेनजीहरू झन् बढी सडकमा आउने र अर्को परिस्थितिको निर्माण हुन्छ भनेर परिकल्पना गरिसकेका छन् त त्यही त अब किनभने कर्मचारीको त्यसमा नियत नहोला जनप्रतिनिधिको नियतमा त्यो नहोला होइन तर अब कागजपत्र नभइकन म पनि सिग्नेचर गर्दिनँ कर्मचारीले पनि त्यो सामानहरू तयार गर्दिनुहुन्न अब कतिपय पेपरहरू सामान्य एउटा नाता प्रमाणितको कुरा होस् होइन जन्म दर्ताका कुरा होस् कागजहरू जबसम्म पुरा हुँदैन तबसम्म एज अ जनप्रतिनिधि म पनि नगरौला कर्मचारीले नि यो पुगेन भन्नुहोला अनि उहाँहरूले कागज पुर्याउन नसक्दा हिजोको दिनमा बरु उहाँहरूको 3 पुस्ते ढड्डा त हामीसँग हुन्थ्यो बच्चाको नभए नि बाउको हुन्थ्यो बाउको नभए नि हजुरबाउको हुन्थ्यो होइन अहिले त हामीसँग त्यो छैन के पनि अब काहीँ जल्यो सबै अनि त्यही भएर अब हामीले हाम्रो देशको नागरिकलाई नागरिक हो भनेर प्रमाणित गर्न पनि हामीलाई गाह्रो अवस्था छ के यति बेला ल ठिक छ एनीवे अनि निर्वाचनको लागि हाम्रो 16 नम्बर वडामा मतदान केन्द्रहरू कतिवटा छन् हाम्रो 16 नम्बर वडामा चाहिँ लगभग 5वटा मतदान केन्द्र छन् हैन कहाँ छ हाम्रो बिन्दावासिनी मावि एउटा उच्च मावि एउटा अनि एउटा चण्डिका अनि शान्ति मावि र अन्नपूर्ण मावि हजुर
यसमा सबैजनाको पहुँच पुग्छ बालबालिका त परेन हजुर यो ज्येष्ठ नागरिकहरू अपाङ्गता भएका व्यक्तिहरू उनीहरूले सहिले गरेर मतदान गर्न सक्ने स्थिति छ छैन अब जस्तै अब बिन्दावासिनी स्कुल होइन बिन्दावासिनी क्याम्पस यतातिर त सहजै होला त्यहीँको भए पनि त्यही पनि त्यो दिनमा अब विभिन्न पार्टीका मान्छेले खोजी भयो भने गाडीमा ल्याएर गर्नुहुन्छ अलिकति शान्ति मावि र अन्नपूर्ण माविमा चाहिँ गाउँबाट आउनुपर्ने हुँदा अब अहिले त युवाहरू जेनजेहरू त खासै घरमा हुनुहुन्न अहिले सबै बाहिर हुनुहुन्छ अब घरमा भएका बुढापाका मात्रै हुनुहुन्छ उहाँहरूलाई चाहिँ अलिकति गाह्रो हुन्छ चुनावसम्म आउन त्यही पनि फेरि अस्ति भोक्कसै भोट हालेको फेरि भोट हाल्ने बेला आइहालेछ उहाँहरूले पनि त्यति स्वीकारिसकेको अवस्था चाहिँ छैन उहाँहरू आफू पनि सन्तुष्ट हुनुहुन्न यो देशलाई स्थायी सरकार दिनको लागि निकै गाह्रो हुने भयो एउटा सरकारले 5 वर्ष चलाएको हेर्न चाहन्छन् कि मान्छेहरू हो तर त्यो परिस्थिति कहिल्यै बनेन अनि यस्तो हुँदो रहेछ हरेक स्थानीय सरकारमा पनि अहिले हामी 4 जना सदस्य नेकपा एमालेबाट छौँ भने कांग्रेसबाट अध्यक्ष हुनुहुन्छ होइन त्यस्तै गरी अब केन्द्रमा पनि विभिन्न दलका हुनुहुन्छ नि त अब बरु कि एउटै दलको एउटै संरचना आए हुन्थ्यो कि भावना मिल्ने खालको त्यस्तो हुने हो भने मिलेर चलाइन्थ्यो त्यहाँ भागबन्डा लाउँदा झगडा गर्दै उहाँले गर्न खोजेको काम चाहिँ पुरा नहुने रहेछ के बरु हामी स्थानीय तहमा के हुन्छ भने हाम्रो एउटा सीमित बजेट हुन्छ 1 वर्षभरिको होइन त्यसमा हामीले महिला बालबालिका एकल महिलादेखि लिएर होइन स्वास्थ्य स्वयंसेविकाहरू अनि बाटोघाटो स्कुल सबै हामीले छुट्याएका हुन्छौँ हाम्रो रातो किताब आउँछ त्यो अनुसार हामीले वर्षभरि काम सकेका हुन्छौँ हामी एकदम शान्तिपूर्ण होइन एउटा जनतासँगै सधैँ उहाँहरूको घर गल्लीमा बसेर काम गरेको छ भने झन् नीति निर्माण गर्ने ठाउँमा स्थानमा चाहिँ अलि दिनरातै झगडा होइन नेताहरू नमिलेको हो कि अब यस्तो हुँदो रहेछ उहाँले अब एकजना पार्टीकोले राम्रो नीति ल्यायो भने त्यसलाई त एक्सेप्ट गर्ने हो नि त नगर्ने यसको पालामा यसले बनायो भन्छ भनेर त्यसमा अब बुँदा थपेर लैजानु भन्दा त्यसको कमी कमजोरी पत्ता लगाएर झन् यसले देशलाई यस्तो असर पर्छ यो नीति आयो भने यो हुन्छ भनेर अनि एउटाले ल्याएको नीति अर्कोले चाहिँ त्यसलाई पारित नगर्ने अनि सधैँ लड्ने त्यो खालको प्रवृत्ति बनेको हुनाले नै देश अहिले यो स्थानमा पुगेको छ अब एउटा दलित समुदायको महिला अब समग्र महिला दलित महिलामा केही फरक मुद्दाहरू हुन सक्छन् हैन हजुर अब यो जनताको काम गर्नु त्यस पछाडि ओडाको काम गर्नु अनि त्यसपछि घर चलाउनु कतिको चुनौतीपूर्ण हुँदो रहेछ धेरै चुनौती छ यो त अब एउटा जनप्रतिनिधि पनि भए फेरि जनप्रतिनिधि हुँदै चुनाव जितिसकेपछि मेरो बाबु पनि जन्मियो अनि त्यसमाथि महिलाहरूको एजेन्डा वडा सदस्य भएर उठाउनु पर्यो दोस्रो कुरा दलित महिला हैन अब पढे लेखेको दलित महिला भए पनि यो समाजमा दलितका एजेन्डाहरू लिएर हिँड्न चाहिँ एकदमै गाह्रै छ के अब एउटा म कानुनको विद्यार्थी पनि हुँ हैन 2-4वटा धारा उपधाराका कुरा गर्न पनि सक्छु होला समाजमा गएर तर कहीँ न कतै गएर आफ्ना आवाजहरूलाई चाहिँ कुण्ठित गर्नुपर्ने अवस्था पनि कहिलेकाहीँ सिर्जना हुँदो रहेछ कतिपय कुरामा हुन त हाम्रो वडामा मैले आवाज उठाउँछु बजेटका कुरा विभिन्न किसिमका कुराहरूमा उठाउँछु कहिले कहिले त्यही चिज पनि म दलित महिला भएकै कारण दलितको नेतृत्व गरेर आएकै कारण दलितको एजेन्डा गैर दलितले उठाइदिए पनि त हुन्थ्यो भन्ने मलाई इच्छा हुन्छ हैन अब गैर दलितले त्यो एजेन्डा उठाउन भन्दा यसको आवाज भनेको त्यही अब 16कै स्थानीयको कुरा गर्ने भने मन्जुले उठाउनु पर्छ भने जस्तै त्यो त मन्जुको जिम्मेवारी हो भन्ने जस्तो हैन त्यो चाहिँ नभइदिए हुन्थ्यो जस्तो लाग्छ अब तर हैन सबैले सबैको आवाज उठाउनु पर्छ एकले अर्काको आवाजलाई महत्त्व पनि दिनुपर्छ महत्त्व दिएर उठाउनु पर्छ अब यो जसको सवाल उसको नेतृत्व भन्छ नि त्यो पनि आवश्यक परिहाल्यो तपाईले दलितको मुद्दा नउठाउने मैले महिलाको मुद्दा नउठाउने अर्कोले अपाङ्गताको मुद्दा नउठाउने भने त यी सबै फेरि ओझेल परिहाल्छ हजुर हैन हजुर यहाँ लाग्दैन त्यस्तो हैन त्यो त हो दलितको आवश्यकतै परेर यसले आवाज उठाउला भनेर नै हामीलाई त्यहाँ लगेको एउटा के हुन्छ नि हातमा हात राखिदिने साथ राखिदिने मान्छे भयो भने त्यो उठाएको आवाज पनि
एकदम बुलन्द हुन्छ, त्यो सक्सेस पनि हुन्छ। तर स्थानीय तहमा त्यो नहोला, किनभने हामी सर्टेन एमाउन्ट बजेटमा चाहिँ हामी काम गरिरहेका हुन्छौँ, कहीँ न कतै चाहिँ छोएकै हुन्छ। मुद्दा उठाउनु गर्नको लागि त पैसा नै चाहिन्छ भन्ने पनि भएन कि भएन, त्यो उचित खालको एउटा एजेन्डा हो। तर कतिपय अवस्थामा फेरि पैसा पनि हुँदो रहेछ कि शिक्षा स्वास्थ्य कुनै ठाउँमा लगेर एउटा कार्यक्रम गर्ने हो, सचेतनामूलक कार्यक्रम गर्ने हो भने त्यो अनुसार त्यो बजेटको पनि प्रबन्ध पनि हुन्छ। किनभने यो भोको पेटमा राजनीति पनि हुँदैन कि, अथवा अरू काम पनि हुँदैन कि। अब तपाईँहरूले एउटा कार्यक्रम सामाजिक कार्यक्रम राख्ने भनेर आयोजना गर्नु होला, तर तपाईँले त्यहाँ गाडी भाडा दिनु भएन भने मान्छे आएर तपाईँको कार्यक्रम बस्दैन कि होइन। त्यो परिस्थिति सहभागी त जुटाउनु पर्यो नि त होइन। अनि सहभागी जुटाउनु पऱ्यो, फोटो खिच्नु पऱ्यो, हाम्रो कार्यक्रम यस्तो भयो भन्नु पऱ्यो, देखाउनु पऱ्यो, धेरै कुराहरू छन् नि त होइन। बजेट त पास त त्यसो त हुँदैन, त्यसले गर्दाखेरि त्यो अवस्थाहरू छ। तर जे नै भए पनि उनका मुद्दाहरूलाई उठाउनको लागि चाहिँ अघि पछि होइन। अब जस्तो तपाईँ र म मिडियामा बस्दा तपाईँले गाडी भाडा खर्च गरेर आउनु भएको छ नि त होइन। यसको त कसले मूल्याङ्कन गर्छ होइन। तपाईँले बिरामी मान्छे घरमा रेस्ट गरेर बसेको भए हुन्थ्यो नि त होइन। तर तपाईँ उहाँबाट आफ्नो गाडी भाडा खर्च गरी यहाँ आउनुभएको छ, यहाँ आएर यति कुराहरू बोल्दै हुनुहुन्छ, यो त फुल्ली भोलिन्टियर हो नि त। यो गर्दा खुसी लाग्यो नि तपाईँलाई? होइन, एकदम खुसी छु नि। म त यत्रो डिग्री पढेका मान्छे, महिनाको 35-40 हजारको नोकरी नै थियो, त्यो छोडेर म चाहिँ मेरो दलित समुदायको आवाज बुलन्द गर्छु होइन। त्यो सिटमा बसेर कुनै 2 पैसा तलमाथि नगरिकन आफ्नो 24,000 जनसङ्ख्या भएको ठाउँमा त्यहाँ लगभग 17-18 हजार त घरधुरी, 1700-1800 घरधुरी दलित समुदायकै छ। त्यहाँ उहाँहरूको आवाज कमसेकम उहाँहरूलाई वडा कार्यालयमा आउँदा मैले स्वागत गर्न सकूँ, कर्मचारीहरूसँग उहाँको पहुँच पुगोस्, वडा अध्यक्षको टेबलसम्म पुग्न सक्ने एउटा वातावरण बनोस् भनेर म स्थानीय चुनावमा उम्मेको हो नि त। त्यो गर्दा त खुसी लाग्छ नि। एउटा सेवा एकदमै कार्यवाहकको जिम्मेवारी कतिको पाउनुहुन्छ? होइन, पाउँछ। म त कार्यवाहक त एकदमै धेरै नै बस्छु। म चाहिँ अहिले केही समय चाहिँ मैले एउटा राम्रो अभ्यास देखेको चाहिँ पोखरा वडा नम्बर 15 मा चाहिँ हजुर कार्यवाहकको जिम्मेवारी मन्दिरजीले राम्रो पाउनु भएको छ। हजुर, फेरि मैले यहाँ भन्दै गर्दाखेरि हेर्दै गर्नुभयो भने तपाईँले मैले कतिको राम्रो पास देख्नु भएको र भन्ने कुरा नै आउन सक्छ। तर उहाँको त्यो वडाले चाहिँ कार्यवाहकको जिम्मेवारी दिइरहेको मैले थाहा पाउँछु। र पोखरा 25 को पनि जिम्मेवारी दिनुहुन्छ त भन्नुहुन्छ, तर कार्यक्रममा उहाँ जानुभएको चाहिँ मैले खासै थाहा पाइरहेको हुँदा जुन कार्यक्रममा पनि उहाँ गएको खासै मैले थाहा पाउँदिनँ, नपाएको र थाहा पाइनँ भन्न पाइयो होइन। यस्तो कार्यवाहक पनि एकदमै धेरै लिने। हामी 2 जना महिला सदस्य छौँ, राजकुमारी बानिया र म। हामी 2 जनाले नै हो पाउने। अझ म कम बस्न खोज्छु, किनभने म बाहिर फिल्डमा हिँड्न बढी रुचाउँछु कि। मलाई एकै ठाउँमा बसेर कन्जस्टिभ भएर बस्न मलाई एकदमै 10 to 5 कटाउन मलाई गाह्रो हुन्छ। म चाहिँ फिल्डमा रमाउने मान्छे दिदीबहिनीहरू जहाँ हुनुहुन्छ होइन, त्यहाँ जान रमाउने मान्छे। बढी सङ्घ संस्थासँग मेरो नेटवर्क नै भएको भएर म विभिन्न बाहिरी काम बढी गर्छु होइन। कार्यवाहक नि एकदमै बस्छु म पनि। तपाईँ यो दोस्रो पटक होइन अहिले? हजुर, होइन, पहिलो पटक हो। यहाँ तपाईँभन्दा पहिले को हुनुहुन्थ्यो सदस्य दलित समुदायबाट? हजुर, विष्णु नेपाली हुनुहुन्थ्यो। हजुर, तपाईँले यो जिम्मेवारी जुन पाउनु भएको छ, यसपछि तपाईँ सिधै जिल्ला समन्वयतिर हो कि अझै एक कार्यकाल लिन्छु भन्ने छ कि होइन म त वडा अध्यक्ष लिन्छु भन्ने छ? होइन, अब मेरो राजनीतिमा चाहिँ अब केही समय ब्रेक गरौँ कि भन्ने इच्छा छ। तर भोलि अब त्यति बेलाको सिचुएसन के बन्छ त्यो त त्यति बेला नै होला होइन। अहिले केही समय चाहिँ म अब अध्ययन गर्ने, प्लस अब मेरो बच्चाहरू नै सानो भएको हुनाले घर परिवारमा अनि सामाजिक काममा बढी नै। हिजो पनि म अब चुनाव चाहिँ लगभग 30% मात्रै घर दैलो गरेर म चुनाव जित्या मान्छे हो होइन। एकदमै धेरै भोट ल्याएर जित्या मान्छे हो। मेरो सामाजिक ब्याकग्राउन्डकै कारणले मन्जु चाहिँ रुचाइएकै मान्छे हो होइन। पार्टीले टिकट दिए पनि नदिए पनि मेरो चाहिँ एउटा स्थान वडा नम्बर 16 बासीको नजरमा छुट्टै थियो होइन। त्यही भएर नै। तर अहिले अब तत्कालै चुनावमा फेरि रिपिट हुने चाहिँ मेरो अब कुनै मनसाय चाहिँ अहिले हालसालै बनिसकेका छैन। अझै 1 वर्ष हाम्रो बजेट बनाउनु नै छ होइन। तर अब भोलि समय परिस्थितिले र जनताको मागले मन्जु चाहिँ एकचोटि रिपिट हुनुपर्छ भन्ने त्यो खालको भोइस आयो भने
त्यो सहर भनेपछि जनताको आवाजलाई विश्वास गर्नुहुन्छ? हजुर, म जनताको आवाजलाई नै विश्वास गर्छु होइन। अब उसले केही समय ब्रेक लिएर एउटा नयाँ अर्को व्यक्तिको नि त फेरि फ्युचर बन्छ। अब त्यही हो त। मेरो एउटा स्टारडम बनिसक्यो होइन, एज अ जनप्रतिनिधि मन्जु भनेर एउटा नाम मेरो पहिचान बनिसक्यो। अब म यहाँभन्दा माथि चाहिँ सोच्नुपर्छ मैले होइन। तपाईँलाई मेरो अर्को एउटा प्रश्न नि, हजुर, हाम्रो समुदायका शिक्षित भनिएका पढेका मान्छेहरू जसलाई यो नेतृत्व गर्न जुन अवसर पाइरहेका छन् नि, उनीहरूले म अब चाहिँ वडा अध्यक्ष हुन्छु वा अब म मेयर हुन्छु अथवा अब म चाहिँ यहाँको, तपाईँलाई थाहा छैन बालेन्द्र शाह को हो? अस्ति भर्खर राजनीतिमा आएर एउटा काठमाडौँको मेयर पड्काएको मान्छे हो नि, अहिले ऊ प्रधानमन्त्रीको परिकल्पना गरिरहेछ। दलित महिलाहरू चाहिँ किन चाहिँ यो हिम्मत गर्दैनन्? यस्तो हो, बालेन शाहले गर्नुभएको त्यो चाहिँ उत्कृष्ट छ काम होइन, तर उहाँ एउटा पब्लिक फिगर हो अलरेडी पहिल्यैदेखि होइन, पब्लिक फिगर हो। हामी महिलाहरूलाई पनि अब यही ठाउँमा स्वतन्त्र रूपमा एउटा पुरुष उठ्नियो भने त्यो कुरा होला होइन। यही ठाउँमा पनि गैर दलितकै महिला पनि वडा अध्यक्ष लड्छु भन्ने हो भने उहाँलाई पनि त्यो ठाउँमा गाह्रो हुन्छ। त्यही माथि गाह्रो हुन्छ त, जित्छन् नि होइन, जित्ने धेरै ठाउँमा होइन, रियर छ नि त। अहिले 1 देखि 33 वडामा जम्मा 17 नम्बर वडाको एकजना मात्रै त टिकट पाउनु भयो। पार्टी अब हामी कुनै न कुनै पार्टी र सङ्गठनमा नलागी हामी माथि त्यतिकै गर्न सकिँदैन। हेर्नु जसले जे भने पनि होला, हुनसक्छ 1-2 बालेन शाहको कुरा होला। अहिले उहाँ पनि फेरि होइन प्रधानमन्त्री नै सिङ्गल लडे अब हुन्थ्यो नि त, फेरि राजसभामा जानुभयो नि त। जे नै भयो नि, अब त्यो राजसभामा जानुभयो एउटा कुरा भयो होइन, तर रवि सभापति स्वत त्यो भइरहेको कुरा हो र उनले बालेन प्रधानमन्त्री भनेर भविष्यवाणी गर्न सक्ने अवस्था त भयो नि त। हो, सिर्जना भयो। हामीले हाम्रो त्यो स्थान पुग्न अझै छ, हामीले सङ्घर्ष, किनभने हामी त हाम्रै सोचले पनि हामी चुला चौका श्रीमान बच्चा यो हामी छोड्नै सक्दैनौँ र अनि 10 घरका दिदीबहिनीसम्म दलित महिलालाई भोट दिएर के नै हुन्छ र? हो त्यो सोच छ कि तपाईँलाई वडामा रेस्पेक्ट कति गर्छन् तपाईँ आउने? होइन, हाम्रो त रेस्पेक्ट त छ। हाम्रो कुचोहरू गर्ने, खाजा बनाउने, अरू होइन पञ्जीकरण गर्ने सबै हामी दलित समुदायको वडामा पकड राम्रो छ, हामी राम्रै छ। अब फेरि हाम्रो स्वरमा फेरि अब भित्री रूपमा चाहिँ छ होइन। विभेद भनेको कस्तो, अहिलेको विभेद कस्तो छ भने हिजो अस्तिको जस्तो धारामा पानी छुने त्यो खालको छैन कि। अहिले त अब तपाईँले कुनै फङ्सन अर्गनाइज गर्नुभएको छ, त्यहाँ दलित समुदायलाई नै इन्भाइट नगर्दैछ त कुरै सिद्धो छोयो भने। इन्भाइट गरेछन्, अस्ति भर्खर मात्रै हेरेँ, तपाईँलाई पनि मैले सेयर गराएको थिएँ होइन। यहाँ मेरो साथी टिभीमा हाम्रो सुरेशजीले चाहिँ हाल्नुभएको भिडियो थियो, के बिहेको आयोजना गरेछन्। बिहेको आयोजना गरेका जुन ती शिक्षकले ती शिक्षक पेसामा आबद्ध थिए, तर तिनले बिहेमा बोलाएका एकजना दलित समुदायका ती व्यक्तिलाई छुट्टै बसेर खा, होइन भने त्यहाँ समूहमा गएर नछो, त छुट्टै बसेर खा, तँलाई हाली ल्याइदिन्छन् भनेर त्यस्तोसम्म गरेछन् र उनले चाहिँ त्यो खाना खाएनछन्। त्यहाँ उनी बस्न नै उनलाई त्यो सम्मानित जीवन जस्तै नै लागेन, उनी त्यहाँबाट उठेर गए। अहिले यो मुद्दा प्रहरीले नलिएको भन्नेसम्म अपडेट छ, किनभने त्यहाँभन्दा पछाडिको मलाई अपडेट छैन। र त्यही कुरा तपाईँ र मेरो यो इन्टरभ्यू रेकर्ड हुनु अघि चाहिँ त्यही कुरा चल्दै थियो होइन। परिस्थिति त्यो छ नि त होइन, निम्ता गर्नुहुन्छ। मलाई नि फेरि त्यस्तो निम्ता आएको छ, म फेरि उहाँहरूसँग बसेर खाछु, मैले चाहिँ त्यो भोगेको छैन क्या। फेरि अब त्यही कुरा गर्ने भने छ। अस्ति भर्खर चाहिँ हाम्रो एउटा गर्लाङ भन्ने उसमा छ, त्यहाँ चाहिँ स्वागत कार्यक्रमलाई हामीलाई विभेद भयो दिदी भनेर भाइ बहिनीले कुरा पनि गर्नुभएको थियो। हुन्छ त्यो के कसो रहेछ म बुझ्छु पनि भनिराखेको छु होइन। तर मैले फेरि एज अ जनप्रतिनिधि फेरि पहिला त थियो है वडा नम्बर 16 मा त्यो एकदमै थियो। अब त्यो अहिले चाहिँ उहाँहरूले पनि फेरि त्यसलाई सहजता लिँदै जानुभएको छ र मलाई। तर किनभने त्यहाँका पनि केही प्रतिनिधिमूलक घटनाहरू छन् नि त होइन? छन् 16 मा त धेरै होइन, ठुलो एउटा घटना पनि घट्यो। त्यसलाई पनि अब कसरी लिने, पछि त्यो राजनीतिक इस्यु बन्न पुग्यो होइन। त्यसमा पनि धेरै कुराहरू छ। अब हामी दलित बिचको पनि हेरे अर्को खाडल छ होइन।
त्यसमा फेरि म गैर दलितको घर गएर म अपमानित हुनु परेको लज्जास्पद हुन परेको त्यो पल चाहिँ मैले जनप्रतिनिधि भएर सबैको घरमा जाँदाखेरि अहिले चाहिँ भोगेको चाहिँ छैन तर प्रगाढ रूपमा चाहिँ यो जड चाहिँ छ के मैले नभोगे पनि एबिसिडी अरू कसैले चाहिँ भोगिराख्नु भएको छ त्यो होइन यो आवाज चाहिँ अब हामीले जसरी भए पनि उठाउनुपर्छ र त्योभन्दा पहिला हाम्रा दिदीबहिनीहरू हाम्रा दाजुभाइ शिक्षित हुनु पर्यो पहिला होइन हाम्रा बानी आचरणहरू हाम्रो परिवर्तन हुनु पर्यो होइन के कारणले हो त हामी अनि बानी आचरणको विषयमा त म एउटा कुरा क्लियर भनिदिन्छु हजुर अब यहाँलाई के लाग्छ त्यो विषयमा चाहिँ होइन ब्राह्मणले बसेर एउटा कुनै भट्टीमा बसेर रक्सी खायो भने त्यो अमृत मानिन्छ हजुर तर त्यही कुरो दलितले बसेर खायो भने चाहिँ त्यो विख मानिन्छ हजुर छ नि समाजमा प्रचलन होइन त्यसो भने त्यो रक्सी खाएकै कारणले त्यो अपमानित हुनुपर्ने त्यो रक्सी खाएकै कारणले हिजो दाइलाई त डेन्जर लागेको थियो के हो तपाईँको त यार यस्तो हुँदो रहेछ आएपछि त्यही कुरा दलित समुदायको मान्छेले खाएर 2 शब्द बढी बोल्थ्यो भने हे यो दलितको छोरो यस्तो खाएर आफ्नो पारा देखायो यस्तो पनि हुन्छ त्यो त त्यही त बिख त बिखै हो नि त जसले खाने बिखै हो नि त्यही त अब गैर दलितले खाएको भएर अहिले सबै कुराको भाउ बढेको छ भनेर इक्जाम्पल पनि दिनुहुन्छ होइन सबैले म चाहिँ के भन्न चाहन्छु भने जे कुराको पनि लिमिटेसन हुन्छ होइन ठिक छ खानालाई बनाइएको भने जस्तै मदिराको कुरा गर्ने भने नेवार समुदाय चाहिँ होइन रक्सीहरू नभई उहाँहरूको कुनै पूजा आर्जा नै सुरु हुँदैन त्यो दलितले सुरु गरे त होइन उहाँहरूले बकाइदा अब त्यही ठाउँमा म मेरै टोलमा नि देख्छु अब हाम्रो त्यहाँ परिवार समुदाय विकास समुदाय छ होइन अनि उहाँहरूले राँगाहरू काटिराख्नुहुन्छ त्यो गर्दाखेरि कोही एबिसिडी हिँडेछ भने थु गरेर के एकदम थुकेर हिँडिराखेको हुन्छ भने अब त्यही नेवार समुदायहरू फेरि टन्नै हुनुहुन्छ मैदान चोकमा होइन उहाँहरूले त्यो राँगा त्यसरी काटे हाने ओ दाइ ल है भरे त दामी पार्टी जाने भयो यस्तो उस्तो भनेर हिँडिराखेको विभेद पनि अब अहिले चाहिँ रङ रूप र उसको स्टाटस हेरेर विभेद हुने भयो क्या त्यो खालको चाहिँ हुने भयो अब हाम्रा एजेन्डा हाम्रा मुद्दा लिएर त अहिलेका अब निर्वाचनका मान्छेले पनि म खासै हिँडे जस्तो लाग्थेन होइन के कुराले पछि पर्यो अहिले नेतृत्व गर्ने मान्छे कोही भएन प्रतिनिधि सभामा कोही न कोही मान्छेको अनुहार देखिनु पर्ने हो होइन त्यो पनि हो नेतृत्व दिनै पर्छ भन्ने पनि छैन दिए धेरै राम्रो होइन जुन पार्टीले पनि दिए राम्रो नदिए पनि ठिकै छ नि त एउटा दलितका सवालहरू पहिला बोल्दाखेरि यसरी हामी दलितको सवालमा म यो काम गर्छु भनेर नेताहरूले त बोल्न त मिल्छ होला नि ती आवाजहरू कमसेकम म बाटो बनाउँछु घाटो बनाउँछु त्यो होइन कि ठाउँ त दिएनन् कम्तीमा मुद्दा त उठाइदेऊ हो दलितका इस्युहरू चाहिँ इस्यु उठाउनको लागि त हजुर मैले अघि तपाईँलाई भने नि जसको सवाल उसको नेतृत्व हजुर तपाईँले भोग्नु भएको कुरा हजुर ब्राह्मण समुदायले त कल्पना पनि गर्न सक्दैनन् उसले मुद्दा उठाउँछ विश्वास गर्नुहुन्छ होइन उसले त कहाँ उठाउँछ मैले अस्ति भर्खर म बसमा ट्राभल गरेको थिएँ होइन अनि यस्तै भ्रष्टाचारको कुरा उठ्यो अनि घुस खान्छ नि यो त्यो भन्नुभयो एकजना दिदीले अनि मैले भने जब तपाईँका डकुमेन्टहरू राम्रा छन् तपाईँ योग्य हुनुहुन्छ भने कसले घुस खान्छ त्यो कुरा त तपाईँले बाहिर ल्याउनु पर्यो नि भनेर मैले भने अनि होइन मैले यस्तै यातायातको कुरा उस गर्दाखेरि मैले दिन पर्यो भनेर भन्नु अनि उहाँले किन दिनुभयो त तपाईँ त्यसमा योग्य हुनुहुन्न सक्षम हुनुहुन्न म सक्दिनँ भन्नुभयो र त तपाईँले दोस्रो उपाय चाल्नु भयो नि त म घुस लिनेलाई गलत मान्दिनँ तपाईँ दिनेलाई गलत मान्छु किनभने पक्कै पनि ल न दाइ तपाईँले यो गरिदिनु बरु म तपाईँलाई चियापानी हेर्छु दुःख हेर्छु भनेर पक्कै बोल्नु भयो होला नबोली त उसले पहिल्यै यति लाग्छ त पक्कै पनि भने होइन किनभने म नि सरकारी कार्यालयमा छु नि त केही न केही आशा देखाएपछि उसले केही न केही भन्यो होला जब हामी सक्षम छौँ त्यो काम गर्न हाम्रो कुनै सरकारी कार्यालयमा जाँदा डकुमेन्टेसनहरू हाम्रा राम्रा छन् भने हामी बरु 5 दिन लाउनेलाई 10 दिन लायो भने किन लायो भनेर आवाज उठाउन नछोडिकन बरु छिटो गर्नको लागि हामीले दिइन्छ नि त ल भाइ तैँले यो गरिदे ल दिदी तैँले गरिदे भनेर दिने अनि ऊ बेला सरस भएर दिने अनि पछि आएर कुरा गरेर त्यो त कुनै कुरा भएन नि त त्यही भएर हामीले यदि आवाज उठाउने हो भने हामी चाहिँ आफ्नो फेयर काममा गरेर बल्ल आवाज उठाउनु पर्यो होइन भने आफूलाई छिटो चाहिएछ घरमा डकुमेन्ट हुन्छ
तपाईँहरू बोकेर आउनुहुन्न अनि यस्तो छैन उस्तो छैन भन्नुहुन्छ अनि बनाउँदाखेरि त्यो कामहरू कति रिस्की हुन्छ के हुन्छ त्यही पनि गर भन्नुहुन्छ अनि गरेर ल तल हेर्छु भन्नुहुन्छ अनि फेरि घुस खाए पनि भने त्यो त कुनै उसै भएन नि त्यो त कुनै कुरै भएन नि। ल ठिकै छ। अब जोस चुनाव आउँदैछ, हजुर चुनावलाई लिएर केही भन्नुपर्ने छ पोखरा महानगरपालिका वडा 16 का मतदाताहरूले? धेरै कुरा छ, मिलाएर भन्नुहोस्। धेरै कुरा छ तर अब बोल्दा ठिक हुने हो कि ठिक नहुने हो होइन, त्यो चाहिँ अब समयले बताउला। धेरै बालबालिकाहरू घाइते भएका छन् 76 जना होइन। त्यसमा अब मैले नेतृत्व गरिरहेको पार्टीबाटै म जितेको हुनसक्छ हाम्रो पार्टीको नेताले त्यसलाई के गर्न पर्थ्यो के भएन त्यो आफ्नो ठाउँमा छँदैछ होइन। त्यो चाहिँ भोलि झापाका जनताले त्यसलाई गर्नु होला मूल्याङ्कन। अब हामीले चाहिँ फेरि पुरानो चिज हो भन्दैमा घरमा रहेका बुढा बा आमालाई नि फ्याँकेर त हुँदैन, कहिले कहिले बुढापाकाको आवाज पनि चाहिन्छ होइन। त्यसमा चाहिँ म वडा नम्बर 16 को र क्षेत्र नम्बर 2 को भएको हुनाले हाम्रो स्थानमा चाहिँ रश्मि आचार्य चाहिँ जित्नु भएको छ। उहाँ एकदमै डिसेन्ट मान्छे, धेरै राम्रो मान्छे। हुन त सबै दलको पनि हुनुहुन्छ होला, सबै आफ्ना ठाउँमा 100 मा 100 हुनुहुन्छ होइन सबै दलको लागि। एज अ म चुनावमा स्थानीय चुनावमा आएको दलको कुरा गर्दा चाहिँ अब हाम्रोबाट हामीले रश्मि आचार्यलाई अघि सारेका छौँ। हिजोको दिनमा रविन्द्र अधिकारी त्यस्तै गरेर विद्या म्यामले चाहिँ गरिराखेको ठाउँमा अहिले रश्मि आचार्य चाहिँ त्यो स्थानमा हुनुहुन्छ र हामीलाई हाम्रो सङ्घमा गएका नेताहरूले हामीलाई धेरै राम्रो सहयोग पनि गरे हो 16 लाई। त्यही भएर हामी खुसी पनि छौँ र विकास पनि 16 मा धेरै गरेको छ, योजना पनि आएको छ, बजेट पनि आएको छ र हामीले 16 यस्तो भूगोलको आधारमा पनि एकदमै कठिन भएको दलित समुदायको धेरैजना भएको ठाउँ हो। त्यही भएर हामीले विकास निर्माण गर्दा कति कुन नेताले हाम्रो आवाज बुलन्द गरेको छैन। हामीले स्थानीय सरकारले तपाईँहरूको आवाज कतिका सुनेका छौँ, तपाईँहरूको घर दैलो दुःख सुखमा कतिमा आएका छौँ, त्यो त छँदैछ। त्यही पनि हाम्रो आवाज अहिले सुन्ने भनेको हामीले पठाएको नेताले हो। त्यही भएर केही न केही तपाईँहरूको घर आँगनमा आएका नेताले तपाईँको आवाज बुलन्द गर्छन् कि गर्दैनन् त्यो सोधेर त्यो सुनिश्चित गरेर मतदान गर्नु होला। खेर नफाल्नुहोस् तपाईँहरूको मत होइन। म यो गरिदिन्छु कसैलाई रिस उठेको भरमा कसैलाई केही उस गरेको भरमा चाहिँ म मतदान खेर फाल्न भन्दा राम्रो उम्मेदवारलाई जसले बुलन्द तरिकाले अहिले भनेको नीति निर्माणको लागि जाने हुन्, संविधानको अब पक्कै फेरबदल पनि होला त्यसको लागि जाने मान्छे हुन्। त्यही भएर तपाईँले राम्रोसँग उम्मेदवारको पहिचान गरेर मतदान दिनु होला। म वडा नम्बर 16 वासी र समग्र 1 देखि 33 वडाका महिला दिदीबहिनीहरू सबैमा विदेशबाट आउँदै हुनुहुन्छ भने पनि हैन मतदान गर्नको लागि आउँदै हुनुहुन्छ भने पनि विदेशमा जानु चाहिँ एउटा होला होइन, आफ्नो घरको मेलो मतो नबनेर अब जुनै सरकार आए पनि तत्कालै हामी अरब खरब तपाईँलाई 2 लाख स्यालेरी दिएर यहाँ राख्छु भन्ने त्यो स्थिति छैन। त्यो स्थिति चाहिँ देशको अवश्य छैन। झन् जलिसकेपछि त झन् 10-15 वर्ष पछाडि पुगिसकेको छ। यस्ता हावाका कुराहरूमा नलाग्नु होला। आफ्नो आवाज जसले अहिले गएकाले फेरि त्यस्ता नीति निर्माण चाहिँ कस्ता गर्छन् उहाँहरूका नीति निर्माण हेर्नु होला। कोही त उम्मेदवारहरू त गाँजा भाङ खाने गजडी नालामा लोटेका त्यस्ता पनि छन्। त्यस्तालाई विचार गरेर अलिकति होइन आफ्नो उम्मेदवार जस उम्मेदवार भनेको शिक्षित हुनुपर्ने रहेछ, आवाज उठाउन सक्ने बुलन्द एउटा ड्यासिङ टाइपको हुनुपर्दो रहेछ। त्यस्तो खोजेरै मतदान दिनु होला भन्ने आशा। हस् नमस्कार। हजुर धेरै धेरै धन्यवाद भाइलाई। त उहाँ हुनुहुन्थ्यो पोखरा महानगरपालिका वडा नम्बर 16 का जनप्रतिनिधि एवं दलित महिला जनप्रतिनिधि वडा नम्बर 16 का जनप्रतिनिधि मन्जु बस्याल हुनुहुन्थ्यो। उहाँसँग हामीले कुराकानी गऱ्यौँ, खासमा समग्र दलित महिलाहरूका इस्युहरू र वडा नम्बर 16 का कुराहरू लगायतका विषयमा कुराकानी गऱ्यौँ। कुराकानी यति नै। नियमित सल्लाह सुझाव प्रतिक्रियाका लागि हामीलाई यसै च्यानलमा यहाँले कमेन्ट गर्न सक्नुहुन्छ।
म क्यामराम्यान थमन दर्जीप्रति आभार व्यक्त गर्दै सूर्य परियार बनाएको चाहन्छु। नमस्कार। अबका हाम्रो अर्को कार्यक्रम हेर्न नबिर्सनुहोला।